भोजपुरी फिल्मकै हिरो जस्तो छु नि म त। मास्क लाउँदा मात्रै राम्रो देखिया हो, नत्र त मलाई खासै गतिल त छैन। निकाल्यौँ है। Oh my God! Hello guys, welcome to our first vlog. And topic चाहिँ मिरर झिकेर बाइक चलाएको थियो कि मिरर झिकेर चलाउनु त ट्राफिक दिँदैन, तर हामीलाई त बाइक मोडिफाई गरेर चलाउनु मन लाग्छ नि त। त्यसैले मिरर झिक्दा नि बाइक छुट्टै बाइक आउँछ नि त बाइक चलाउँदा। यो महिना चाहिँ यसरी नै बाइक चलाइरहेको थियो नि त। अब चलाउँदा चल्दै ट्राफिक देख्यो भने त हामी साइड लागिहाल्छ। तर एकचोटि जाममा परिरहेको बेलामा मैले देखिहालेछ कानुनको आँखा लामो हुन्छ नि। सरी, कानुनको हात लामो हुन्छ नि त। अन्त आज बुलेट लिन जाने छ मैले मिरर हालेर, हेरौँ अब के हुन्छ। तो चलिए शुरू करते हैं। जाम पर्यो, सुरखुट्टी चोक हो, धेरै टाढा नै होइन। यसै जाममा परेछ, त्यो बौला त्यहाँ छ। सुरखुट्टे चौकी आयो भने गाइस बिलुक लिने ठाउँ यही हो। हाम्रो यहीँ समाधिया थियो अस्ति, सुरखुट्टे चौकी आइसकेछ बौला। यही लुकिङ ग्लास खोल्या भएर अस्ति राखिदिएको थियो कि। चौकी पुगिसक्यो होइन, सुरखुट्टे चौकी निक्ल्यो। यहाँनिर हो कि बिलुक फसेको चाहिँ, यहाँनिर हो। बिलुक निकाल्ने ठाउँ चाहिँ यहाँ हो। सुरखुट्टीमा बिलुक निकाल्ने ठाउँ भनेपछि यहाँ हो। यता कैदीहरू छ, यता बिलुक निकाल्ने ठाउँ, मतलब यहाँभित्र कैदीहरू राख्छ नि त। हेर न, भोजपुरी फिल्मकै हिरो जस्तो छु नि म त। मास्क लाउँदा मात्रै राम्रो देखिया हो, नत्र त मलाई खासै गतिल त छैन। हामी बिलुक लिन चाहिँ यहाँभित्र हो। बिलुक लिने ठाउँ चाहिँ भित्र होइन। बिलुक लिनभित्र सरहरू बसिरहनु भएको। ठ्याक्कै उल्टो देखाएर आएको कि ट्राफिक प्रहरी विद्ध भनेर हो कि त्यो माथिको जुन बोर्ड छ नि यहाँनिरको, त्यो बोर्ड ट्राफिक प्रहरी विद्ध भनेर देखाएर छ। यसले मलाई देखाएन भने रिसाइरहेको छ। बिलुक लिन आएको हेरे केटा हो, बाइकको टेल लाइट निकाल्यो भनेर बाइकको टेल लाइट पनि त्यस्तो हुँदैन भनेन त सरले। फाइनल्ली सुरखुट्टे चौकीबाट हामीले बाइकको बिलुक निकालिसक्यौँ है। Oh my God! बिलुक भेटाइसक्यो फाइनल्ली। अब यो मिरर फेरि झिक्नु। ल फेरि मिरर झिक्ने रे, यो के भने आयो ओइ पछाडिको यो यस्तो हुँदैन भने होइन। यो भाग के सरी होइन हौ, यो भने यो तेल त त्यस्तै हुन्छ हौ। म चलाउँछु। ओ माई गड, अब यो बौलाले चलाउनु लागेको छ। हाम्रो यही हो, लुकिङ ग्लास निकालेर हिरो बनेर चलाइरहेको थियो। लास्टमा त्यहीँनिरको जाममा समातेर बिलुक। कस्तो लाग्यो हाम्रो यो फर्स्ट मिनी भ्लग। त्यसपछि हामी बाइपासदेखि माथि गोलडुङ्गा जाने बाटोतिर त्यो झन्डाहरू भएको ठाउँमा गएको थियो। त्यसपछि भ्लग यही नै हुन्छ। थ्याङ्क्स फर वाचिङ गाइज।